नमस्कार सबैजनालाई। ल आज असार 15 दही चिउरा खाने दिन सबैलाई। ल असार 15 को ढिलै भयो नि शुभकामना। हामी चाहिँ भर्खर ड्युटीबाट आएर यता मार्केट हजुर धेरै सस्तो नि। यता हुनुहुन्छ हाम्रो भङ्गेरी दन। हाम्रो भङ्गेरी दनलाई फेमस हुनुहुन्छ। ल हामी चाहिँ अब यसो दही चिउरा केलासेला लिन आएको, चिनी के मिल्छ लाने टट्ट खाने होइन त। ल मिज्यू के अरे हाम्रो अरू दाइलाई असार 15 को शुभकामना। अब त्यो भङ्गेरी रहनु नाम बिर्सिहालेछ। अब बिहानै मनाउनु नपाए पनि बिहानै त परदेशी जिन्दगी ड्युटीमा हो। त्यही हो, अब छुट्टी भएर यसो किनेर आज दही चिउरा टट्ट खाउँला। हेर्दै गर्नु होला साथीहरू। आज भैँसी दुन आएको होइन, साँझसम्म जमिहाल्छ। दही जम्यो भने साँझ चाहिँ टक्क दही जमेपछि खानुपर्छ, दही चिउरा खानुपर्छ। अहिले चाहिँ भैँसी दुन आएको हामी चिउराको लागि चाहिँ अगाडि कालो भैँसीलाई नदेखाउँ। हाम्रो अरू चिउराको लागि चाहिँ दिउँसै धान काट्नु गएको थियो होइन। दिउँसै चिउराको लागि चाहिँ धान काट्नु गएको थियो। अब भरे कुट्नुपर्छ, धान ल्याएछ होइन। ल साथीहरू हामी चाहिँ ओथिममा हामी मासु खाँदैन। कहिलेकाहीँ मात्र हो, त्यही हप्तामा 4 चोटि मात्रै हो। ल तपाईँ दही कुरा 2 किलो थियो। त्यो त अर्कै होला मेरो, त्यो कहिले खाएको थियो। ल साथीहरू 16 रेलको दही 16 17 रेल 8.5 रेल एउटाको। 3 जनाले 2 किलो दही खाने हो नि त। अच्छा त्यो त नेपाल लगेर मिज्यो भैँसीसँगै राख्नुपर्छ गाई। ल त साथीहरू केला साउदी रियल 50 जोखेर गरिदिनु है। मेरो गाडी फुल हुँदैछ। यता म्याङ्गो हेर्दै हुन्छ मिज्यू र अरू दही भङ्गेरी दनले। म चाहिँ टक्क लाएर डाइरेक्ट लाइसेन्स पनि हाल्छ किस खै। ल त साथीहरू किनेर निस्क्यो गाडी। अरे सपिङै सपिङ। अब मेरो चाहिँ चिउरा बाँकी हो नि त। चिउरा चट्ट चिउरा दही के ल्यायो अरे अर्को केला, अर्को आम के आम। ल अच्छा ल हाम्रो घोडा यहाँ छ। अब चिउरा चाहिँ यहाँ पाएन, बाहिर किन्ने। ल साथीहरू ल भरे सबै रेडी गरेर देखाउने छु। राम्ररी हेरिदिनु होला, माया गरिदिनु होला साथीहरू। लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, भएको सबै गरिदिनु होला। अच्छा गाडी फस्यो अरे। ल त चिउरा नै पाइयो नि त। ल चिउरा 1 केजी बङ्गाली मार्केटमा आएर किनेको। अब फर्केको हामी चाहिँ। ल साथीहरू खाने टाइम भयो। यहाँ मिज्यूले हाल्दै हुनुहुन्छ। आज दिलसाद दही के छ हौ, आम सबै छ, चिनी चिउरा केला पानी दही। अर्को दही कता पहिला एउटा सक्ने होला है। हाम्रो चाहिँ अब असार 15 यसरी मनाइयो। हाम्रो मिज्यू हुनुहुन्छ, यता भङ्गेरी डन हुनुहुन्छ। धेरै नदेखाउँ फेरि आँखा लाग्छ होला। यता खिच्नु ल सम्झना। अब अर्को साल भनेको कता के हो थाहा भएन। ल यो साल चाहिँ असार 15 टक्क मनाइरहेको। यता हाम्रो मिज्यूले नि अब ल चालु गर्दै हुनुहुन्छ। ल साथीहरू बाई।